एकाग्र अभ्यास अमृत हुन्छ। म भित्रको मलाई सम्बोधन गर्दा तिमी भन्नुपर्छ। म छु एउटा उभिन्छन् पात्र दुई, तिनका संवाद सुन्दा सुन्दा, शब्दमाला उन्दा उन्दा, मेरो मनलाई मैले सम्झाउँदा, निर्णय लिने क्रममा हृदयको भ्रममा यसो होइन उसो गर भन्नुपर्छ। मैले मलाई सम्बोधन गर्दा तिमी भन्नुपर्ने हुन्छ। एउटा भन्छ तिमी चुप लाग, अर्को धारा प्रवाह हुन्छ। एउटा भन्छ तिमी चुप लाग, अर्को धारा प्रवाह हुन्छ। गहिरो यही चलिरहे, रक्तचाप हृदय एवं मुटुतिर छुन्छ। मैले मलाई सम्बोधन गर्दा तिमी भन्नुपर्ने हुन्छ। मनको द्वन्द्व दौड चलिरहँदा, राग र द्वेषको संस्कार अग्नि जलिरहँदा, शान्ति गङ्गा बहाउन, कञ्चन सजग चित्त गराउन, दुई मनलाई एक गरी जीवन दिने श्वास हेरी एकाग्र अभ्यास अमृत हुन्छ। मैले मलाई सम्बोधन गर्दा तिमी होइन हामी भन्नुपर्ने हुन्छ। निर्णयको जरो पक्री एकै साथ चल्नुपर्छ। शान्त चित्त सर्वहिताय जीवन सहज महाप्रस्थान गर्न सम्बोधनमा हामी भन्ने तह भेट्नुपर्छ। हामी भन्ने तह भेट्नुपर्छ। धन्यवाद।